खानु मन लागिरहेको थियो र आज त्यही तामाको अचार बनाउन गइरहेछ। हेलो गाइस, आई एम एल्जर तामाङ र हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा र यो भिडियो मन पर्यो भने सब्स्क्राइब पनि गरिदिनुहोस्। मैले चाहिँ यहाँ कराईमा पानी बसाएर तामालाई उसिनेको छु। यो तामा काँचो हो गाइस, मैले हिजो भर्खर नै जङ्गलदेखि टिपेर लिएर आएको थियो र मैले चाहिँ यहाँ मजाले मिलाएर बोइल गरेको छु गाइस। र यो तामालाई चाहिँ 5 to 6 मिनट्स जस्तो बोइल गर्नुपर्छ। र फाइनली गाइस तामा मेरो पाकिसकेको छ। मैले चाहिँ फ्लेमलाई अफ गरेर तामा है वाइट कन्टेनरमा सिप गरिदिएको छु। र यो तामालाई चाहिँ मैले पानीले मजाले पखालेको छु। र यो तामानी चाहिँ हामीले फ्याँकिदिनुपर्छ र यसमा मिक्स गर्नु हुँदैन। र अब चाहिँ तामा सेलेपछि मैले चाहिँ यसरी सानो सानो गरेर काटेको छु र हजुरहरूले कस्तो सेपमा काट्दा पनि हुन्छ। र मैले यो सेपमा काटेको चाहिँ इन्ग्रिडियन्ट्सहरू मजाले मिक्स हुन्छ। र गाइस यो तामा काट्नु चाहिँ हजुरहरूलाई टाइम लाग्छ तर केही छैन गाइस। अचार पतिँदाखेरि धेरै नै एकदम टेस्टी हुन्छ गाइस। र मलाई चाहिँ यो तामा अचार चाहिँ मेरो फेभरेट हो गाइस, फेभरेट। हजुरहरूलाई पनि तामा अचार खानु मन लाग्यो भने बनाउनु आएन भने मेरो भिडियोलाई एन्डसम्म हेरिदिनुहोस्। र मैले यहाँ तामाको अचार कसरी बनाउनु पर्ने त्यसको प्रोसिजरहरू हजुरहरूलाई मैले यहाँ सेयर गरेको छु र हजुरहरूले एन्डसम्म हेरिदिनुहोस्। लाइक, कमेन्ट एन्ड सब्स्क्राइब पनि गरिदिनु होला। गाइस मैले चाहिँ तामा है यसरी स्लाइस गरेर काटेको छु, तपाईँहरूले हेर्नुहोस्। र पाकेको तामा चाहिँ काट्नु धेरै सजिलो हुन्छ। मैले चाहिँ यहाँ कराईमा तोरीको तेल लाएको छु र गाइस मैले चाहिँ तामा काटिसकेको थियो र अब यो तोरीको तेल चाहिँ मजाले खराउनुपर्छ। र मैले यहाँ जिरा मसलालाई लाएको छु। जिरा मसला लगाइसकेपछि मैले यहाँ हल्दीलाई पनि 1 स्पुन जस्तो एड गरिदिएको छु। र हजुरहरूले यसरी स्पुनले मजाले चलाउनुहोस् र यो तोरीको तेललाई चाहिँ मजाले बोइल गर्नुपर्छ, उमाल्नुपर्छ। र यसलाई बेसी उमाल्नु पनि हुँदैन। र गाइस मेरो तोरीको तेल चाहिँ बोइल भइसकेको छ र अब चाहिँ अघि काटेको तामा मैले यहाँ बोलमा लाएको छु गाइस। र अब चाहिँ यसमा इन्ग्रिडियन्ट्सहरू लगाउनुपर्छ। मैले यहाँ 1 स्पुन हल्दीलाई एड गरिदिएको छु र 2 स्पुन चिल्ली पाउडर, 1 स्पुन जिरा पाउडर, 1 स्पुन धनिया पाउडर र हाफ स्पुन गरम मसलालाई एड गरिदिएको छु। र अब चाहिँ यो मसला मिक्स हुनुको लागि मैले यहाँ 1 डाडु तेल, अघि सेलेको तेल चाहिँ मैले यहाँ कन्टेनरमा लाएको छु। र मैले यहाँ सेलेको तेल चाहिँ किन लाएको भन्दाखेरि यहाँ इन्ग्रिडियन्ट्सहरू मजाले मिक्स हुनु सजिलो हुन्छ। र मैले यसरी मजाले मिक्स गरेको छ गाइस। हजुरहरूले पनि यसरी मिक्स गरिदिनुहोस्। र गाइस अघि मैले तोरीको तेल खराएको थियो नि गाइस, त्यसलाई चाहिँ मजाले सेलिनु दिनुपर्छ र हजुरहरूले तातै नलाउनुहोस्। मेरो चाहिँ तामा इन्ग्रिडियन्ट्ससँग मजाले मिक्स भइसकेको छ गाइस। र अब चाहिँ कन्टेनर लिएर कन्टेनरभित्र पानी हुनुहुन्न, ड्राई हुनुपर्छ। र मैले चाहिँ यसरी डाडुले उगारेर चाहिँ कन्टेनरमा लाएको छु। र हजुरहरूले यो तामा लगाउँदाखेरि चाहिँ खान्दी लगाउनुहोस्, किनकि घाममा सुकाउँदाखेरि तामा घट्दो रहेछ गाइस। र मैले चाहिँ यहाँ डाडुले मजाले खान्दी लाएको छु। हजुरहरूलाई पनि अचार खानु मन लाग्यो भने
अचार बनाउन आएन भने मेरो भिडियो एन्डसम्म हेर्नुहोस् र हजुरहरूले लाइक, कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनुहोस् मेरो च्यानललाई। र मैले तामाको अचार कसरी बनाउनु पर्ने त्यसको प्रोसिजरहरू यहाँ युट्युबमा मेरो च्यानलमा पोस्ट गरेको छौँ र हजुरहरूले मेरो भिडियोलाई हेरेर अचार यसरी गरेर बनाउनुहोस्। एकदमै मिठो हुन्छ गाइस। र गाइस मैले चाहिँ यहाँ कन्टेनरमा लगाइसकेको छु। अब यो कन्टेनरमा चाहिँ अघि सेलेको तोरीको तेल चाहिँ कन्टेनरमा लाउनुपर्छ। कन्टेनर सानो भएकोले गर्दा मैले तोरीको तेल चाहिँ बेसी लगाएको छैन, 2 डाडु मात्रै लगाएको छु। र मैले चाहिँ कन्टेनरको भिरको मजाले टाइट गरेर क्लोज गरेर चाहिँ घाममा 2 दिन 3 दिन जस्तो सुकाउनुपर्छ। र गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो र फाइनली माई अचार इज रेडी।